के यो माया हो केटाकेटी हो ल आज चाहिँ हामी फेरि आइसकेको छौँ नयाँ भ्लग लिएर। हाम्रो भ्लगमा चाहिँ आज अरुण सर हुनुहुन्छ। अरुण सर चाहिँ अगाडि जानुहुँदैछ। आज तपाईँहरूलाई भन्नाले तिमीहरूलाई चाहिँ हाम्रो के अरे गाउँ देखाउँछौँ। गाउँ देखाउन गइरहेछु। हाम्रो गाउँ चाहिँ कस्तो छ ल हेर्नु चाहिँ अगाडि जानुहुँदैछ देखाउनु चाहिँ हाम्रो अरुण सरले हामीलाई देखाउनुहुँदैछ गाउँ। ल कस्तो लाग्छ हाम्रो गाउँ भनिदिनुहोस्। हाम्रो गाउँ दामी छ होइन? यस्तो छ बासड्याङ हाम्रो गाउँमा। अहिले यहाँदेखि कहाँ पुग्छ हेर्नुहोस् है। हामी चाहिँ तल जाँदैछौँ। केटाकेटी हो यस्तो छ हाम्रो गाउँ हेर। यो चाहिँ हाम्रो गाउँको लुकेको ठाउँ हो। यस्तो छ है। के सोध्नु लाग्यो यसलाई? आज चाहिँ हामी फेरि के अरे यो वायात भ्लग लिएर आएको छौँ। मकैहरू छ हेर्नु चाहिँ। यहाँ चाहिँ मकैबारी ल अहिले तपाईँबाट फर्किनुपर्छ हौ। मकैबारी नै मकै छ। यो चाहिँ बिउ पनि घाँस रहेछ। घाँस छ हेर्नुहोस्। यस्तो छ है। हाम्रो सरले देखाउनुहुन्छ सबैले तपाईँहरूलाई। यस्तो छ यतातिर ल जग्गा किनेर सस्तो छ। कसरी पो यतातिर 20 लाख रुपियाँ होइन कि 30 लाख रुपियाँ सस्तै छ उता बस्नेलाई। सहरमा बस्नेलाई त सस्तै हो नि। ए वायात ब्लकमा वायात भिडियो बनाइन्छ हिँडिन्छ। अब यस्तै हो। बाइक छैन साइकलमा हिँडिन्छ। यस्तो छ है बाटो चाहिँ। शनिबार घुम्ने यतातिर हुन्छ त अनि। शनिबार यता मकै रोप्नुपर्ने छ। वायात भ्लग आज वायात तरिकाले वायात ढङ्गले जाँदैछ। साँच्चै केटा हो। यहाँ सब्सक्राइब हान्नु चाहिँ नभुल्नु है। सब्सक्राइब चाहिँ हान्ने हो केटा। जसरी भए पनि सब्सक्राइब चाहिँ हान्नु पर्यो। अगाडि बढाउनु पर्ने जहाँ त्यत्र होइन। तर पाकिसकेको छ थोरै। काट्ने बेला भए काट्ने हो। सबैलाई पैसा चाहिँ यताकोलाई दिन्छ। काट्ने भए पैसा चाहिँ दिन्छ कसरी 600 रुपियाँ 700 रुपियाँ 700 रुपियाँ पो छ अहिले त। अझै बढ्ने अरे ल। सस्तो छ नि सस्तो र महँगो छ नि। अनि अरू के काम गर्नुपर्छ? ट्याक्कै यतातिर आयो खेती गरौँ भन्नाले काटो काम गरौँ भयो। अरू केही चाहिँदैन नि। अन्त चाहिँ जाँदैछौँ यता के अरे यता माटीगाउँ यता हाम्रो गाउँदेखि तल। हाम्रो गाउँको नाम चाहिँ जुरा पऱ्यो। जुरादेखि पनि तल जाँदैछौँ। अन्त के अस्ति पनि भनेको राम्रो छ यो घर। क्या राम्रो छ कहाँ राम्रो भन्छ कि यता चाहिँ भाइ बहिनीहरू फुटबल खेल्नु हुँदो रहेछ। फुटबल खेलेर हो।
भयो जस्तो लाग्छ 45 किलो मात्रै त हुने पहिला के 50 किलो आउँछ 50 किलोको पनि 1800 रुपियाँ पर्छ अनि अहिले आएको पनि 1000 रुपियाँ अस्तिदेखि 1000 रुपियाँ लिएको बोरा पनि दिएन पर अघिबाट फर्किन्छु अँध्यारो हुन्छ पनि ढाड बिरामीदेखि भर्खर निको भर्खर सकेर चाहिँ ओहो बत्ती पनि बलिसकेछ गाडी आइसक्यो आजको सन्चो भन्नाले सस्तोमा दिँदैछ यता चाहिँ अघिको यहाँ चाहिँ के अरे खोर्सानी बारीहरू मजाले भएकोले देखिन्छ खोर्सानी चाहिँ यता आउनुलाई सम्पर्क गर्नु यहाँ घर अनौठो भइसक्यो यार उता बाटो बनिसकेको छ अगाडि ब्रिज पनि आइसक्यो आँखा भित्र बस्नु थालिसक्यो यार पछाडि ए हुन्छ गाडी आइसक्यो मा कति राम्रो केटी गएर भनिदिएको क्या हेरिहाल्दा चाहिँ के त अब यता नयाँ घर बनेको छ अब यता हाम्रो आफ्नै गाउँमा थाहा माथितिर क्या त्यो छेत्री बाहुनहरू बस्छ नि यता कति घर बनिसकेको छ अनि अहिले फेरि नयाँ बनाउँदैछ बिल्डिङ अन्त कसो अघिको बाटो सेम फर्किनेछ हो बन्दैछ हाम्रो भाइहरू अघिदेखि खेलाएको छ मेसी हुन्छ एउटा रोनाल्डो भाइहरू है बत्ती बलिसकेको छ दार ल आजको चाहिँ यति अलिक गलिरहेको छ बिरामी बोकामा तल मैले बाख्रा खोजेको कि बोका खोजेको ए पार्टी चाहिँ पाल्ने फेरि पाल्नु यतिको के नहुनु न आलु रेता खानिँदैछ अस्ति सुँगुर त छ नि होइन सुँगुर त छ नि होइन घाम डुबिसक्यो अब म मात्रै डुब्नु भएको थियो र घरमा पुग्नु भएको थियो र त्यसैले ब्लग अर्को ब्लगमा भेट्ने कुरा गर्दै सब्सक्राइब चाहिँ हान्नु नभुल्ने हो एकटा अन्त सब्सक्राइब चाहिँ हान्ने जसरी भए पनि ल जाँदै फेरि सपोर्ट गर्नु पर्यो एकटाको सपोर्ट गर्नु पर्यो सपोर्ट गर्नु पर्यो अनि हाम्रो तेरो दाइ तपाईँको दाइ तपाईँको भाइ कहाँ पुग्नेछ हेर्नुहोस् भन्छ हाम्रो साथी घर पुग्न अझै टाइम छ यार रात परिसक्यो जाँदैछ गुरासै फुल्यो बनैमा मेरो मन छुल्यो तिम्रो मनैमा भन्दै सब्सक्राइब चाहिँ गरिदिनु पर्यो केटाकेटी हो ह्याप्पी हक डे त्यो त भन्नु बिर्सिछु ह्याप्पी हक डे आज त के अरे साँच्चै
वायात बनाउने वायात भ्लग बनाउने मान्छे पर्यो वायात भ्लगर वायात नै पर्यो त्यसको आफ्नो त आएन त यार आएन त हाम्रो त खोइ हक दिने मान्छे त खोइ आएन त कोही पनि यार ह्याप्पी हक दे ल तपाईँलाई अनि खोइ हाम्रो त वायात ब्लगर पर्यो वायात मान्छे पर्यो वायात च्यानल पर्यो खोइ ल हाम्रो घर आइपुग्यो यहीँ हो ल बाई बाई